स्वागत छ साथीहरू मेरो अर्को नयाँ भ्लगमा। हामी बेस क्याम्पबाट तिलिचो लेकतर्फ अगाडि लाग्यौँ। अत्याधिक हिउँको कारणले गर्दा हिजो आउनु भएको मान्छेहरू तिलिचो लेकसम्म पुग्न सफल हुनु भएनछ। तर म यहाँ खुसीले नाच्दैछु बाटोमा, किनकि आज हामी तिलिचो लेकसम्म पुग्न सक्ने रहेछौँ। यहाँबाट सुरु हुन्छ 22 घुम्ती। यो घुम्ती देख्दा जति छोटो र सजिलो देखिन्छ, तर यात्रा गर्दा हामीलाई एकदमै धेरै कठिन र लामो समय लाग्यो, किनभने हिउँ पग्लेर आएर बाटो सबै छोपिरहेको थियो र हामीसँग स्पाइक्स नभएको कारणले गर्दा हिँड्न पनि हामीलाई कठिन भइरहेको थियो। चौतर्फी हिमाल बीचमा हामी र हिमालको फेदमा रहेको मर्स्याङ्दी नदीको छङछङ आवाजसँगै हामी पार गर्दै थियौँ 22 घुम्ती। एकदमै साँघुरो बाटो, हामीसँग स्पाइक्स नभएका कारणले हामी चिप्लँदै जसोतसो आफूलाई सम्हाल्दै अगाडि बढिरह्यौँ। ठुलो स्नो स्ट्रमले हाम्रो मुखमा हानेको कारणले गर्दा हामीलाई अगाडि बढ्न कठिनाइ भइरहेको थियो, जसले गर्दा हाम्रो स्किनको एक लेयर सबै नै उक्केर गएको पनि थियो। र फाइनल्ली हामी पुग्छौँ तिलिचो लेक। बाहिर ठुलो हावा चलेको कारण हामी एउटा सानो घरभित्र आएर फोटो भिडियो गर्छौँ। हामीले बाहिर बसेर फोटो भिडियो गर्न चाहिँ सकेनौँ। मान्छेहरू बाटोबाटै कतिजना फर्किनु भयो, स्ट्रमको कारणले माथि आउन सक्नु भएन। हजुरहरूलाई अरू पनि यस्तै रोमाञ्चक भिडियोहरू हेर्न मन छ भने मेरो च्यानललाई लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गर्न नबिर्सनु।